ल दाजुभाइ दिदीबहिनीहरू, अब हेर्नुहोस्, विश्वभरिबाट नेपालभरिबाट आज शनिबार को दिन हो, छुट्टीको दिन हो। हामी पनि आज छुट्टी मनाउँ भनेर यहाँ चाहिँ यो मन्त्रालयमा चाहिँ ढिँडो पकाएर खाउँ भनेर चाहिँ यहाँ ढिँडो पकाउनको लागि तर्खर गर्दैछु। पिठो ल्याइदिनु भएको छ साथीहरूले, कता कताबाट पिठो ल्याइदिनु भएको हुनाले त्यहाँ आज ढिँडो पकाएर छुट्टी मनाउँ भनेर उता तरकारी पनि पाक्दैछ। बोडी, आलु बोडीको चाहिँ के अरे सिमीको तरकारी पनि पाक्दैछ। यहाँ चाहिँ मैले यो साथीहरूले ल्याइदिएको पिठोबाट ढिँडो पनि पकाउँदैछु। ल हेर्नु, ढिँडो पकाउनु कसैले थाहा छैन भने अब हामी त ढिँडो खाएर सानो बालखैदेखि चाहिँ ढिँडो खाएर ढिँडो आफैले पकाउने, ढिँडो खाने गरेर हुर्केको मान्छे। त्यस कारणले यहाँ ढिँडो पकाउनको लागि पनि तपाईँहरूलाई एउटा यो देखाउँदैछु होइन। यो चाहिँ स्ट्यान्ड गर्यो नभन्नु होला, स्ट्यान्ड गरेको होइन। आज चाहिँ छुट्टी मनाएको। अब कहाँ जानु त, अब कहीँ जाने ठाउँ छैन है। अब कहीँ जाँदाखेरि पनि अब के कामको लागि जाने भन्दा आज छुट्टी मनाउनुलाई, किनभने आज चाहिँ मन्त्रालयमा बिहान 3 ग्रुप आउनु भएको थियो। 3 ग्रुपसँग छलफल गरेर अहिले चाहिँ यो चाहिँ खाना खाने बेलामा ढिँडो पकाउँदैछु। ल हेर्नु होला अहिले यो ल अब ढिँडो मस्काउनु पर्दैछ। यो चाहिँ ढिँडो पकाउने यो उता दागिलो भन्छौँ हामी, त्यो चाहिँ अलिक ठिक छैन, तर पनि यसले चाहिँ यसो काम चलाऊ चाहिँ यहाँ भइरहेको छ। ढिँडो पाक्छ, अब पाक्सक्नु लाग्यो। हेर्नुहोस् यी ल ढिँडो पनि पाक्यो। अब यी हाम्रो सागर भाइले ढिँडो खाँदैछ, म पनि अब ढिँडो खाने। अब ढिँडो पाक्यो, अब ढिँडो पनि खाने। अब गाउँ कि गाउँ ढिँडो खाने साथी हो। ल है, कसैले ढिँडो खान जान्नु भएको छैन भने हेर्न, ढिँडोलाई चाहिँ यसरी मुठो पार्ने, यसो गर्ने, अनि झोलसँग डोब्ने, अनि खाने, सट्टै निले हाल्ने। यो चाहिँ चबाउने कुरा होइन। ढिँडो चाहिँ चबाएर खायो भने दाँतैभरि लाग्छ। ल धन्यवाद।